नमस्कार साथीहरू। आज पनि तपाईँहरूलाई मेरो च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज चाहिँ नि मैले नेपालको समसामयिक कुराहरू नेपालमा अहिले जति पनि उथुलपुथुल भइरहेको छ त्यसको बारेमा सानो जानकारी लिएर आएको छु। हामीलाई लाग्दैन राणाकालीन शासनमा होस्, चाहे त्यो महेन्द्र सरकारको पालामा होस्, चाहे त्यो 47 सालभन्दा अगाडिको कुराहरू होस्, त्यसपछि 47 साल पछिको कुरा होस्, 62-63 पछिको कुरा होस्, जहिले पनि नेपाललाई निरङ्कुशले छोडेको छैन। त्यो बेलामा हामी राजाले निरङ्कुशता शासन गर्यो अथवा राणाहरूले निरङ्कुश शासन गर्यो भनेर चाहिँ को लागि प्रजातन्त्र लिएर आएको होइन। प्रजातन्त्र लिएर आएका पार्टीहरूले पनि, गणतन्त्र लिएर आएका पार्टीहरूले पनि नेपाललाई निरङ्कुशै बनाएर राखे। उदाहरणको लागि तपाईँलाई म भन्छु, एमालेमा, काङ्ग्रेसमा शेरबहादुर देउवा, केपी ओली, त्यसपछि प्रचण्ड जिउँदो रहन्जेलसम्म यो पार्टीका अध्यक्ष कसैले पनि नताके हुने भयो। यसलाई के निरङ्कुशता नभन्ने? त्यसपछि 47 सालपछि यिनै पार्टीका प्रमुख मान्छे मात्रै चाहिँ नि प्रधानमन्त्री भएका छन्, राजाले को नगरुन्जेलसम्मलाई। शेरबहादुर देउवा, केपी ओली, त्यसपछि यो प्रचण्ड, बीचमा माधव नेपाल भएन। यी बाहेक अरू कुनै जनताका छोराहरूले प्रधानमन्त्री बन्न पाए? ल, राजाको पालोमा त अर्को सिस्टम थियो। अहिले गणतन्त्र हुँदाखेरि पनि जनताले के यिनीहरूलाई नै प्रधानमन्त्री बनाउनलाई मात्रै चाहिँ भोट हालेर चुनाव जिताएर पठायो हो त? यो निरङ्कुशता होइन। जनताका छोराछोरी यिनै तिनवटा मात्रै, यिनीहरूले जे गरे पनि हुने। आज के हेर्नु त, हिजोको घटना, एउटा जनताको छोरोले चाहिँ नेपालीको मन जितेको थियो, कुलमान घिसिङ। उसलाई हटाएर प्रधानमन्त्रीले आफ्नो सालो केटोलाई चाहिँ विद्युत प्राधिकरणको अध्यक्ष बनाएर नियुक्ति गर्यो। यो निरङ्कुशता होइन। हामी चाहिँ नि निरङ्कुश भयो राजाले भनेर चाहिँ राजाको विरोधमा निरङ्कुश शासन अझै नि भन्छन् क्या। यही प्रमुख दलका नेताहरू निरङ्कुश शासन चलाएको थियो राजाले। तिमीहरूले चाहिँ के चाहिँ हेरेर बसेका हो? तिमीहरूले निरङ्कुशता गरेका छैनौ। भर्खर पलाउन लागेका नयाँ दललाई हेर्नुहोस्, यिनीहरूको पङ्खा काट्न खोजिरहेछन्। प्वाख काट्न बालेनलाई हेर्नुहोस्, हर्कलाई हेर्नुहोस्, यिनीहरूको पखेटा काट्न खोजेको यो निरङ्कुशता होइन। हामी जहिले पनि निरङ्कुशमा फँसेका छौँ, फँसिरहनेछौँ जहिलेसम्म हामीले आफ्नो सोच बदल्दैनौँ नि। जहिलेसम्म हामी चाहिँ नि स्वतन्त्र रूपमा स्वतन्त्र व्यक्तिलाई अगाडि ल्याउँदैनौँ नि, जसले देशलाई माया गरेको होस्, जोसँग भिजन होस्, जसले चाहिँ देशप्रति आफ्नो सम्पूर्ण कुराहरू निछावर गर्न सकोस्, ती व्यक्तिले मात्रै देश बनाउन सक्नेछन्। अन्यथा यही निरङ्कुशता रह्यो भनेदेखि देश कहिले बन्नेवाला पनि छैन। हामी युवाहरू के भएको? हामीले सोच्नुपर्ने कुरा होइन। म सामान्य एउटा व्यक्तिले त म एनालाइसिस गर्छु यार। एनालाइज गर्दाखेरि सबै कुरा त निरङ्कुशता त छ त। सबै कुरामा निरङ्कुशता त छ। सब कुरामा निरङ्कुशता छ। बरु चन्द्र शमशेरले चाहिँ नि सती जानी प्रथा हटाए, तर अहिलेका राजनीतिक दलहरूले सती जानी प्रथा ल्याएछ। सती कुन अर्थमा भन्दाखेरि पार्टीको पछि लाग्ने, चाहे जेसुकै गरोस्, राम्रो गरोस् नराम्रो गरोस्, आफ्नो चाहिँ नि नेताले बोलेपछि सर्वस्व त्यही हो, उसैको पछि लाएर खाल्टामा हाम फाल्ने भने सती होइन। अहिलेका चाहिँ नि हाम्रा नेपालका चाहिँ नि बुद्धिजीवीहरू राजनीतिक पार्टीमा लागेका भनौँ न, जति पढेको भए पनि त्यो गएन, खेरा गएन, सती नै गए होइन। त्यो सती जानी प्रथा बरु अहिलेका राजनीतिक दलहरूले लिएर आए। पहिला श्रीमान मरेर जान्थे सती, अहिले सबै जिउँदै हुँदा नि पछि तिनीहरूकै पछि
खाल्टामै गएर पर्न किन नपरोस्, गएर पुरिनै किन नपरोस्, आगो लाउनै किन नपरोस्, यिनीहरूको पछि नछड्ने। चाहे त्यसले जति नै हजारौँ गुणा नराम्रो काम गरे पनि तिनीहरूकै सपोर्टमा, तिनीहरूकै पक्षमा, तिनीहरूसँगै पछि लाएर हिँड्नुपर्ने। यो निरङ्कुशता होइन। यसबारेमा सोचौँ, बुझौँ, सही कदम चालौँ। देशलाई अवस्था परिवर्तन गर्नुपर्ने छ। व्यवस्था परिवर्तनले केही हुन्न। व्यवस्था सब आए, सबै निरङ्कुश भयो। अब यो संविधानमा केही कुराहरू चेन्ज गर्नुपर्ने छ। जस्तै कि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई राखौँ, जो चाहिने सर्वसाधारण सामान्य व्यक्ति पनि उठ्न पाओस् कि कुनै पार्टीको थप्पा लाउनु नपरोस्। कुनै पार्टीमा चाहिँ संलग्न नभए पनि स्वतन्त्र रूपमा उठ्न सक्ने एउटा नीति, एउटा कानुन बनाऊ, संविधानलाई संशोधन गरौँ। अनि त्यसपछि सांसदहरूलाई चाहिँ मन्त्री बन्नु छ भने सांसद पदबाट राजीनामा दिनुपर्ने सिस्टम बनाऊ। सांसद उठ्दा पनि यति पढेको हुनुपर्ने, यो काममा विज्ञ हुनुपर्ने भनेर क्राइटेरिया छुट्याउँ। त्यसपछि मन्त्रीहरू छान्दाखेरि सबै मन्त्रालयमा विज्ञ व्यक्तिहरू छानौँ, त्यो पार्टीगत रूपमा नहोस् क्या। जब पार्टीबाट अथवा सांसद पदबाट उठेर जान्छन् त्यसले नीति नियम बनाउने, गएर सरकारमा हल्ला र खल्ला गर्ने। यही कारणले गर्दा 2 सिट लिएर आएका चाहिँ राजनीतिक पार्टी पनि सरकारमा जानको लागि आफू कम्प्रोमाइज हुन्छन्, आफू बिक्छन्, समर्थन दिनको लागि बिक्छन् क्या। जब सांसदै चाहिँ नि प्रधानमन्त्री हुन नपाउने भनेपछि त अनि यिनीहरू बिग्नु त परेन नि त। यिनीहरू त नीतितिर अनि नीति कार्यक्रम अनि कानुन बनाउनेतिर लागि पर्छन् फोकस गरेर। यदि मन्त्री बन्नु छ भने सांसद पदबाट राजीनामा दिऊ, कुनै विज्ञ मान्छेलाई मन्त्रीमा राख। यो सिस्टमको लागि लडौँ, यो सिस्टमको लागि अगाडि बढौँ अनि हामी सबैजना एकजुट भएर यो सिद्धान्तमा लागौँ। देश अवश्य बन्छ, नबन्ने भन्ने हुँदैन, हाम्रै पालामा बन्छ। हामीले नै बनाउनु पर्छ, अरूले कसैले आएर बनाइदिँदैनन्। सती जानी प्रथा छोडौँ र यो निरङ्कुशताबाट देशलाई पनि उम्कौँ, हामी पनि उम्कौँ। यति भन्नु छ। हस् त, तपाईँहरूलाई मेरो विचार कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यो मेरो नयाँ च्यानल भएको भएर च्यानललाई चाहिँ सपोर्ट गरिदिनु होला। आजको लागि बिदा हुन्छु। हस्त, नमस्कार।